यही फेब्रुअरी 25 तारिकको दिन E7 फोरको लागि भिजा सिन्सन गरेको चाहिँ आज ठ्याक्कै 2 महिनापछि चाहिँ भिजा हगा भएछ, अर्थात् E7 फोर भिजा आएछ। यो चाहिँ मक्पु बस्ने एकजना सरको चाहिँ मैले फेब्रुअरी 25 तारिकको दिन भिजा सिन्सन गरिदिएको थिएँ। उहाँको चाहिँ आज ठ्याक्कै 2 महिनापछि भिजा हगा भएछ। यदि तपाईँ अहिले कोरियामा E9 भिजामा हुनुहुन्छ र E7 अथवा E7 फोर भिजा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ, तपाईँले यो भिजा परिवर्तन गर्ने बारे केही पनि थाहा छैन, कसरी परिवर्तन गर्ने, के कस्ता डकुमेन्टहरू चाहिन्छ, केही पनि थाहा छैन भने चाहिँ यो स्क्रिनमा देखिएको नम्बर अथवा यो फेसबुकमा तपाईँले म्यासेज फोन गरेर चाहिँ तपाईँले परामर्श लिन सक्नुहुनेछ। परामर्शको लागि तपाईँलाई केही पनि शुल्क लाग्ने छैन। तपाईँले आवश्यक परेको परामर्श चाहिँ जतिखेर पनि लिन सक्नुहुनेछ। तपाईँलाई मैले परामर्श मात्र होइन, भिजा परिवर्तनको लागि आवश्यक पर्ने डकुमेन्टहरू चाहिँ सम्पूर्ण मैले तपाईँले यसरी तयार गर्नुहोस् भनेर जानकारी दिनेछु। यदि तपाईँलाई डकुमेन्टहरू तयार गर्नको कुनै पनि आइडिया छैन, केही छैन, डकुमेन्टहरू तयार गर्दै भिजा सिन्सङसम्म तपाईँ गरिदिनुहोस् भनेर तपाईँले रिक्वेस्ट गर्नुभयो भने चाहिँ मैले डकुमेन्टहरू तयार पारेर तपाईँको भिजा सिन्सङ सम्पूर्ण काम चाहिँ गर्नेछु। त्यसको लागि चाहिँ केही शुल्क लाग्नेछ। डकुमेन्ट नै तयार पारेर भिजा सिन्सङ गरिदिँदासम्म मेरो टाइम लाग्ने भएको कारणले, अलिकति मैले टाइम दिनुपर्ने भएको कारणले त्यसको लागि चाहिँ केही थोरै चाहिँ मैले शुल्क राखेको छु। यदि तपाईँले त्यति शुल्क दिन मन लागेर तपाईँले सम्पूर्ण काम चाहिँ मलाई गराउनुहुन्छ भने चाहिँ तपाईँको काम चाहिँ मैले सम्पूर्ण गरिदिनेछु। यति मात्रै नभएर तपाईँको भिजा परिवर्तन भएर पछि नेपालबाट फ्यामिली बोलाउने सोच्नु भएको छ भने चाहिँ फ्यामिली बोलाउने प्रोसेसदेखि लिएर आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरू र फ्यामिली कोरिया आइसकेपछि जुन C3 भिजामा आएर F3मा भिजा परिवर्तन गर्ने होस् अथवा खनगाङ फर्म दर्ता गर्ने होस्, यावत कुराको बारेमा पनि तपाईँलाई मैले सहयोग गर्नेछु। अथवा तपाईँ कोरियामा भाषा पढ्ने सोच्नु भएको छ, यो आइडी बनाउनुदेखि लिएर इक्जामको सिन्सङ गर्नुदेखि लिएर क्लास सिन्सङ गर्ने केही पनि थाहा छैन भने पनि तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँलाई मैले यावत कुरा चाहिँ सहयोग गर्नेछु। भाषा, भिसाका कुरादेखि लिएर अन्य केही कुराहरूको बारेमा पनि तपाईँलाई परामर्श लिन पर्यो, केही कुराहरू सोध्न पर्यो भने चाहिँ तपाईँले मलाई सम्झिन सक्नुहुनेछ। आफूलाई जानकारी भएको, आफूलाई थाहा भएको कुरा चाहिँ तपाईँलाई मैले बिना कुनै झन्झट जानकारी दिनेछु र दिइ पनि राखेको छु। यो कुराहरूको सोध्न पर्यो भने चाहिँ तपाईँले स्क्रिनमा देखेको नम्बरमा तपाईँले मलाई सम्झिन सक्नुहुनेछ। फोन गर्दा चाहिँ तपाईँले बेलुका 7 बजे पछाडि मात्रै फोन गर्नु होला, किनकि दिउँसो म काममा हुने भएको कारणले मेरो फोन रिसिभ नहुन सक्छ। तपाईँ कोरियामा हुनुहुन्छ र तपाईँले लोन लिन मन छ अथवा लोन लिनको आवश्यकता परेको छ भने चाहिँ हाम्रो जेबी ब्याङ्कको आधिकारिक लोन परामर्शदाता हिमाल तामाङ सरलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। उहाँको नम्बर मैले स्क्रिनमा राखिदिएको छु। यो नम्बरमा फोन गरेर तपाईँले लोनको लागि परामर्श अथवा लोन चाहियो भने चाहिँ लोनको लागि तपाईँले प्रोसेस अगाडि बढाउन सक्नुहुनेछ है त। र भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।